टक्क काउँ डाँडाको मार्फा एप्पल रिसोर्ट भन्ने ठाउँमा आएको छौँ हामी है। एकदम चिसो छ ठाउँ चाहिँ है, एकदम चिसो देख्न सक्नुहुन्छ। टक्क हावा चलिरहेछ टक्क लाएर दाइहरू देख्न सक्नुहुन्छ ल। दाइहरू यसो हालो भनिदिनु दाइ, यसो हालो भनिदिनु ल। टक्क न्यु इयरको ह्याप्पी न्यु इयर एडभान्समा न्यु इयरको अवसर पारेर टक्क यसो घुम्न आएको है, यसो रमाइलो गर्न आएको। अब बिचबिचमा रमाइलो हुन्छ त्यो पनि देखाउँछु मैले तपाईँहरूलाई, त्यो पनि देखाउने छु। योगेश दाई पनि छ। योगेश दाई कस्तो लागिरहेछ है त? भोलि आउँछ देख्न सक्नुहुन्छ। बिचबिच के हुन्छ है त हेर्दै गर्नु होइन। ल दाइ देखाइदिउँ है, स्याउ कसरी काट्नुपर्छ भनेर देखाइदिउँ है। तपाईँको स्किलबाट चाहिँ सिकोस् कुकहरूले, सेफहरूले ल है त। 5 स्टार होइन दाइले पछि गएर 7 स्टार चलाउनु पर्छ। दुबईको एकदम बबाल। खै स्याउ कस्तो भइरहेछ हाम्रो छ। यो सब सलादको लागि हेर्दै हाम्रो रक्सीसँग खाने सलाद होइन। रक्सी कुन ब्रान्डको छ दाइ एकचोटि भनिदिनु त ल। खुकुराम है, जाडो छ के गर्ने, खानै पर्यो। ल है त यहाँ चाहिँ कटिङ चलिरहेछ होइन। ल यता देखाइदिउँ त के कटिङ चलिरहेछ। ल गाजर है त। ल यता हेरिदिउँ त ल अनुसार यता तिमी हालो भनिदिउँ ल। ल ठिक छ ल, ठिक छ नि होइन। यहाँ चाहिँ यस्तो चलिरहेछ। यो चाहिँ गाजर र मुलाको हाम्रो सलादको लागि हो। ल टक्क मुला चाहिँ जबर छ कि गाजर ऊ चाहिँ काँक्रो चाहिँ नलिएर आएको दाइ दाइ गाजर काट्ने कार्यक्रम ल है त। सलाद चाहिँ एकदम राम्रो हुनु पऱ्यो है त है। पेटमा चाहिँ दामी फुल रहेछ है गुलाबको। यता सयपत्री, यता यस्तो फुल है यस्तो दामी। हाम्रो यहाँ चाहिँ टुबक रहेछ भन्दै टक्क हाँसिरह। तल ब्ल्याक माथि व्हाइट टक्क कफी खाने कार्यक्रम चलिरहेछ हाम्रो। सुरुमा चाहिँ टक्क कफी। ल उठौँ टक्क अब खान मिल्छ। ल अब उठाउनु मिल्छ है कफी। ल अहिले चाहिँ हाम्रो टक्क कुक यहाँ चाहिँ भन्दा पनि दाइ चाहिँ खुन खारे कुकै हो है। लेफ्ट साइडतिर कतै चाहिएको छ भने सम्पर्क गर्नु है। नवीन श्रेष्ठ हो है, मेरो युट्युब च्यानलबाट सम्पर्क गर्नु सक्नुहुन्छ। दाइ 3 वर्ष इटालीमा सेफको काम गरेर आउनु भएन। म नि सिक्ने भन्दैछु त यार। हस्पिटालिटी सिकाउन। गोलो बनायो हुन्छ त यार, त्यसो चेप्टो काट्नु पर्दैन ल। के रे जापानिजको के रे बनाउने सुसी। सुसी बनाउन सिक्न मन लाग्यो। सुसी फोस्टा हुन्छ मिठै हुन्छ। सिक्ने सिप त कस्तो हो र मिठो हैन। ल भोलि आउँछ जे पादै बोलेर मैले काट्दैन फेरि। जस्तो त्यस्तो नेचुरल भ्लग हो मेरो त छ। गाजर कटिङ हो। लागि पोर्क रेडी हुँदैछ। पोर्क हो क्या यो टक्क। यता चाहिँ अचार टक्क लाएर यो चिम्टा भइहाल्यो चिम्टा। अनि यो चाहिँ टक्क हामीले चाहिँ त्यो पोर्कमा चाहिँ त्यो ससहरू टक्क लगाएर, अनि यो चाहिँ सस, यो ओइल, यो अचार
टक्को लाएर होइन अहिले सर लाएर देख्न सक्नुहुन्छ है त यो चाहिँ चिकन टक्को लाएर यसलाई त त्यहाँ भित्र लानु कुरो भयो त्यो हालेर केही नि भएन होइन यस्तो हावामा बसेर सकिन्न यो त पोर्क बाहिर क्यान्सल भइहाल्यो होइन हावा कारणले गर्दाखेरि यहाँ आउँदैछ हिसाब यता यो चाहिँ चिकन यता चाहिँ पोर्क यता बार्बिक्यू चाहिँ हाम्रो अङ्कलले हान्दै हुनुहुन्छ ल यता हेर्नु त अङ्कल एकचोटि ट्रकको बार्बिक्यू गर्ने मान्छेले यसो देखाउनु पऱ्यो नि ससेस यहाँ पनि छ है यता चिसो कोक गाजरहरू कोइला हाल्दै होइन कोइला टक्क यो चाहिँ हाम्रो दारू पानी अब चट्टा लाएर छोरा बाबु नहेरै कार्टुनै छ है फेरि पुगेन भने अझै यहाँ पनि छ फेरि उता पनि छ पुगेन नि ल नाच्ने कार्यक्रम चलिरहेछ नाच्नु नि दाइ योगेश दाइ नाच्नु न अनि तपाईँ के हो त दाइ खान नआउने नाच्न नआउने मारे लोग कच्चा यो गीत बजाने का नि उठ्यो बस ओए दामिला हजुरलाई फ्लास यो भाइहरुको ठुलो बत्ती होला कि अनुसार चाहिँ टक्क बेर हान्दै है बेर हान्दै है दाइले दाइ भाइरल अब
उल्टी हान्दिन सुब्दा उल्टी हान्दिन गरेको उल्टी हान्नु उल्टी उल्टी हान्नु भोलि गरे बिनाको रुख उल्टी हान्नु ल स्टार्टिङ ल ए बाओ छैन सकिन्छ